दसैँ आयो खाउला पिउला टन्न चङ्गा उडाउला। नमस्ते, सिपालु सिस्टममा तपाईलाई स्वागत छ। म हुँ तपाईको सिपालु सिस्टर प्रिया र आज हामी चङ्गामा कका हाल्न सिक्दैछौँ। दसैँ त आयो, चङ्गा उडाउन मन लाग्छ, तर यो चङ्गालाई माजाको धागोसँग कसरी जोड्ने त्यो काम ककाले गर्छ। कसरी गर्ने सिक। चङ्गा छ, अब कका हाल्नको लागि चाहियो धागो, पाल पार्न केही चुच्चो चिज र कैँची। कका हाल्नको लागि चङ्गामा दुई ठाउँमा गाँठो पार्नुपर्छ। एउटा माथि जहाँ यो दुईटा बाँसको टुक्राहरू हुन्छन् त्यसलाई ट्याप्प पार्न, अनि अर्कोतिर चाहिँ नि यो तल मुनितिर पार्न। तर हामीले कका कता हाल्छौँ भने बान्ने चाहिँ नि हामीले उल्टोतिर हो। यहाँबाट धागो छिराउँछौँ अनि यता पनि गाँठो पार्छौँ अनि कका यसरी आउँछ। कका हाल्दाको लागि हामीलाई यो कपासको धागो चाहिन्छ। माजाको धागोले यो चङ्गा नै च्यातिने हुने गरी यस्तो खालको बलियो कपासको धागो लिने। अब कति लिने धागो हैन, यहाँ माथिदेखि तल नापौँ अनि फेरि माथिसम्म लगौँ। यति जति धागो चाहिन्छ हामीलाई कका बनाउनको लागि। तर यसलाई चाहिँ नि दुई सरो गर्दाखेरि राम्रो हुन्छ, किनकि अझ बलियो हुन्छ। सो हामीले दुई सरो गर्यौँ, हामीले यसलाई काट्यौँ। अरू ठाउँमा देख्ने होला तपाईँले केही सिङ्का या केहीले चाहिँ टक्क टक्क पाल पारेर अनि यसलाई घुसाउने। तर हाम्रो चाहिँ नि यहाँ सिपालु सिस्टममा अर्कै उपाय छ, जुन चाहिँ नि सियोमा हाल्छौँ हामी धागो अनि एकैचोटि सियोले यो कका हालेपछि पाल पनि बन्यो, धागो पनि छिर्यो, सजिलो। ल पहिला हामी पहिलो पाल बनाऊँ है त। यो दुईटालाई जोड्नको लागि हो, त्यसैले यहाँ माथिबाट एउटा गर्छौँ है, अनि त्यसपछि घुमाएर यताबाट अर्को पार्छौँ। अब गाँठो बनाउनु यसलाई। यो गाँठो बनाउँदा एकदमै बलियो गाँठो हुनुपर्छ। कसिएको छैन भने गाह्रो हुन्छ पछि, त्यसैले कसिएर यो धागोलाई कसिएर गाँठो बनाउँ। दुईचोटि गाँठो बनाउँदा हुन्छ, तीनचोटि गर्यो भने तीनचोटि गरेको हुन्छ। अलिकति धागो चाहिँ छाडिराखौँ, किन भनेर म पछि भन्छु। अब एकतिर त भयो, अब अर्कोतिर बनाउनु पर्यो। अर्कोतिर पाल बनाउँदाखेरि यो जुन यो दुईटा छ नि, यो तल यसरी आएको त्यसको बिच यहाँतिर छ, त्यो र यो पुच्छरको बिचतिर हुनु पर्यो। योभन्दा माथि गर्न मिल्दैन, नगर्नु। त्यो गर्दाखेरि चङ्गा राम्रै उड्दैन हैन। सो यसको र यसको बिचतिर आउनु पर्यो। जति धेरै हावा छ उति तल बान्नु पर्यो, किनकि त्यसले अझ यो चङ्गालाई डह्रो बनाउँछ। जति कम हावा छ उति माथि गर्नु पर्यो हैन। त्यो अर्को पाल चाहिँ माथि बनाउनु पर्यो। त यो दुईटाको बिच भन्दा माथि चाहिँ त्यो दुईटा पाल बनाउनु मिल्दैन। कसैले चाहिँ के गर्छन् भने यो माथिकोबाट एक भित्ता लिन्छन् अनि टक्क बनाउँछन्, त्यो पनि ठिकै हो। न त कसैले के पनि गर्छन् भने यो पालदेखि यो पालसम्म कति छ हैन, त्यो पाल अब यति छ, अब त्यसको आधी गरेर अनि त्यसबाट त्यो आधी यता आइसकेको छ, त्योभन्दा 1 इन्ची लिएर गर्छन्, त्यो पनि ठिकै छ। न त यतिकै अन्दाजी पनि गर्नु मिल्छ। अब यसको यो दुईटा बिचमा यता छ हैन, अब यो र यसको बिचमा गर्दाखेरि अब हुन्छ नि यतातिर आफै अन्दाजी लगाएर पनि गरे हुन्छ। अब यो पाल पनि बनाऊ है त। म चाहिँ नि यसको आधी गरेर 1 इन्ची लिएर गर्नेवाला छु। ल अब मेरो नापीले यहाँ देखाएको छ, त्यसैले म अब यहाँ पाल बनाउँछु। ल्यायो हैन। अब सियोको काम सक्यो। अब यसलाई पनि गाँठो पार्नु पर्यो। यसलाई पनि कसेर गाँठो पार्ने। यो गाँठो पारेपछि अब कहिलेकाहीँ अब चङ्गा उडाउँदा यो माथि तल जान्छ हैन। अब तपाईँलाई त्यो बलियो पार्न मन छ भने चाहिँ नि तपाईँले यो गाँठो पार्न सकेपछि के गर्नु मिल्छ भने यहाँ एउटा टेप लगाइदियो, अनि यहाँ टेप टक्क लगाएपछि यो धेरै उडाउँदाखेरि यो माथि तल जाँदैन। यो ककामा गाँठो पार्दा चाहिँ नि यो दुईटाको बिचमा हुनुपर्छ। त्यो बिचको कसरी बनाउने म सिकाउँछु है त। यहाँ तलसम्म लग्यो है, अनि बिस्तारै तलको धागो छाड्दै माथिसम्म नाप्यो, अनि फेरि माथिको नाप्दै तलसम्म लग्यो है। अब मेरो यो औँला भएको भाग छ नि, त्यो बिचमा छ। तर हामी यति बान्दाखेरि चाहिँ नि अलि मिल्दैन। अलिकति माथि हामीले यो धागोलाई बान्यो भने अब यो बिचमा छ है, तपाईँले फेरि नाप्न मिल्छ। ठिक गरेको छु कि रहेछ भने फेरि माथि
तपाईँले फेरि हेर्दाखेरि नाप्दाखेरि यो कि त यो लामो कि त यो लामो छ अरे, अनि त्यसलाई सच्याउनु पर्यो। अब के गर्ने, हाम्रो यो जुन धागो छ नि यो तल र माथिको त्यसलाई मिलाउनु मिल्छ। अब तपाईँले अब यो लामो छ भने तपाईँले योसँग फेरि एउटा गाँठो पार्यो भने है, यो छोटो भयो, अलिकति छोटो भयो। अब यो लामो छ भने तलकोसँग तपाईँले गाँठो पारेर छोटो पार्न सक्नुहुन्छ। प्रायः जसो चाहिँ नि के भन्छन् भने यो माथि छ नि, यो माथिको अलिकति योभन्दा अलिकति आधी इन्ची जति होइन अलिकति लामो गऱ्यो भने चाहिँ नि चङ्गा अझ ज्ञानी हुन्छ होइन। तलको धेरै लामो भयो भने यो र योमा तलको अझ लामो भयो भने चाहिँ नि अलिकति चङ्गा चकचके हुनसक्छ होइन। सो सकेसम्म चाहिँ नि अब तपाईँले यसलाई समानै गर्नु, माथि तल उति गर्नु होइन। तर माथिको अलिकति लामो छ भने नि ठिकै छ, किनकि चङ्गा उडाउँदाखेरि चाहिँ नि त्यो ज्ञानी हुन्छ। तपाईँको माजाको धागो यहाँ बान्नुहोस् अनि उडाउनुहोस्। मादा चाहिँ सकेसम्म अब धागोकै हालौँ, कपासकै हालौँ होइन। हामीले सिलिकन, नाइलन, प्लास्टिकको हाल्यो भने चाहिँ नि डह्रो चाहिँ हुन्छ, तर अब काटिएर त जान्छ हाम्रो होइन। अनि त्यो धागोले कोहीको घाँटी पनि काट्न मिल्ने, हात काट्ने हुन्छ। अब रुखहरूमा अल्झेछ भने त्यो धेरैसम्म बस्यो, त्यो कुहिँदैन, धेरै चराचुरुङ्गीहरूलाई पनि चोट पुर्याउन सक्छ। त्यसैले सकेसम्म चाहिँ नि माजा चाहिँ नि हाम्रो यो कपासले बनाएको हुन्छ, त्यसमा जुन त्यो माजा हालेको त्यही नै चलाऊँ, यो नाइलन या सिलिकनहरू चाहिँ नचलाऊँ है। सिपालु सिस्टर, सबैका लागि उपयोगी ज्ञान।